कालिम्पोङकै हाम्रो मान्छेहरू पनि भेट्यो घुम्दा घुम्दै पनि सकल चाहिँ क्या लाग्छ अब यहाँनिर वाटरफल स्टार्ट भएछ है साथीभाइ। अहिले भने चाहिँ हामी आइपुगिसकेको छु लगभग। यो चाहिँ हो तेलङ्गाना मैत्री भवन है। र अगाडि हेर्नुहोस् न एउटा दिया बोलेको जस्तो देखिरहेछ, कति दामी देखिरहेछ है, एकदमै सुन्दर है। हामी अलमोस्ट आइपुगिसक्यौँ र अब तपाईँहरूलाई देखाउने छु ल। 3 वर्ष अगाडि चाहिँ यहाँ आएको थियो तर यस्तो थिएन, अहिले चाहिँ भयङ्कर चेन्ज भएछ। यो होला मेन गेट हो, यो होला मेन गेट। ओपन चाहिँ 9 बजी, क्लोज 9 बजी PM। एडल्ट 20 रुपियाँ, चाइल्ड चाहिँ 10 रुपियाँ रहेछ। बिलो एज 5 to 10 इयर्सको चाहिँ छैन पैसा। म चाहिँ अब सानो हो नि त, मलाई पर्दैन पैसा। बिलो 10 हो नि त। अहिले मधेसीले कसके दिन्छ नि त। नानी भनौँ भनेको त भएन नि, अलिक ठुलै भइहालेछु कि। टिकटहरू काटिसक्यौँ है, त्यसो चेकिङको लागि भित्र। तर फोन एलाउड छैन होला सायद। फोन एलाउड है, फोन एलाउड रहेछ है। ढुक्कै भयो साथीभाइ। ल अहिले भने चाहिँ हामी फाइनली भित्र पसिसक्यौँ। सेक्युरिटी गार्डको पुरै चेकिङ वेकिङ भएर है। ब्याक क्यामेरा छ यसमा, गर्दा गर्दै होइन नि त्यो त ओके हो। चाहिँ अब पसेको भित्र है, मलाई चाहिँ एउटा कुरा चाहिँ अलिक मन परेन। एक चाहिँ टोइलेट अलिक टाढो रहेछ है। अर्को कुरा चाहिँ के लाग्यो भने यहाँनिर लेडिज 10 रुपियाँ अरे, जेन्ट्स 5 रुपियाँ अरे। के हो यो? लेडिजले चाहिँ बेसी के अरे पानी युज गर्ने हो कि मैले बुझ्नै सकिनँ है। र मैले सोधेँ, खोइ उसले राम्रो एन्सरै दिनु सकेन। र यहाँनिर चाहिँ माथि हेर्नुहोस् त, यो ब्रेकिङ डान्स है, ब्रेकिङ डान्स त्यहाँदेखि नानीहरूको लागि है। र आसपास हेर्दा चाहिँ मोस्टली यहाँ कपल्सहरू आएर क्या यसो बस्ने जग्गा छ। आफू त यसो पर्यो बिहा गरेको हो, आफ्नो चाहिँ त्यस्तो छैन है। र यहाँनिर चाहिँ अहिलेभरि के हुन्छ भने यसो वाटरफलहरू हुन्छ है, वाटरफल बनाइदिएको छ। हप्तामा एकपल्ट चाहिँ म ब्लग बनाउँछु, किनभने हाम्रो चाहिँ अब टाइम हुँदैन होइन, छुट्टी पाउँदैन ड्युटीले गर्दाखेरि। र आज भने चाहिँ हाम्रो छुट्टी थियो र आज एउटा बनाउँदैछु हुसेन सागरको है। र यहाँबाट गएर हामीले बोर्डिङमा जानु पनि हुन्छ है। यहाँबाट बोर्डिङमा जानुको लागि चाहिँ तपाईँहरूले फेरि एक्स्ट्रा टिकट लिनुपर्छ, किनभने अघिको चाहिँ खालि भित्र पस्ने टिकट मात्रै हो है। अब भने चाहिँ तपाईँहरूले बोटमा, जुन चाहिँ बोटमा जानु, स्पिड बोट पनि छ है र एउटा ठुलो बोट पनि छ। ठुलो बोटमा जानुभयो भने चाहिँ तपाईँहरूले बुद्ध भगवानको टेम्पलमा जुन चाहिँ मूर्ति छ त्यहाँनिर जानु सक्नुहुन्छ। अगर यो सानो बोट स्पिड बोटमा जानुहुने भने चाहिँ त्यहाँबाट चाहिँ तपाईँहरूले जानु सक्नुहुँदैन। तपाईँहरू त्यहाँ चाहिँ जुन चाहिँ बुद्ध भगवानको मूर्ति छ है, यहाँनिर चाहिँ सानो सानो दोकानहरू राखिएको छ। अहिले भने चाहिँ हामी अगाडि जाँदैछौँ यहाँबाट है। यही खालको दृश्य छ र एकदमै शान्ति छ, एकदमै सुख, मतलब कस्तो भने साइलेन्स छ। आज भिड क्राउड एकदम कम्ती रहेछ, लगभग सायद 2:30 भएछ अहिले है। र हामीलाई टिकट चाहिएको हुन्छ र टिकटको लागि चाहिँ हामीले जानुपर्ने हुन्छ त्यहाँनिर पर हो। र यहाँनिर चाहिँ सानो सानो दोकानहरू छ, जस्तो आइसक्रिम दोकानहरू भयो, हरेक फास्ट फुड दोकानहरू भयो है। यहाँनिर तपाईँहरूले लिनु सक्नुहुन्छ, लिएर इन्जोय गर्नु सक्नुहुन्छ है। र अहिले भने चाहिँ म टिकट काउन्टरमा जाँदैछु र टिकट लिनेछु। र पहिला चाहिँ बुढियालाई सोध्नेछु, बुढिया कहाँ गयो कुन, खोइ बुढिया आएको छैन। र अहिले भने चाहिँ आइसकेछ। कहाँ थियौ तिमी? भैयाले दिएको लाउनु पर्यो मलाई। गिफ्ट दिँदैछ? गिफ्ट लिँदैछौ तिमी? अर्काको गिफ्ट लिँदैछौ? जाऊ त टिकट काटेर। स्पीड बोट चाहिए? अभी नहीं चाहिए, अभी नहीं चाहिए, पहले बड़ा बोट में जाऊंगा। कितना है भाई बोट? 2 लोग का? हाँ 2 लोग है। 400। अच्छा यहाँ रहेछ नि त 400 रुपियाँ, बहुत दिन हो गया। ये बड़ा बोट का कितना है? 100 रुपये। अभी 100 हो गया, 85 था। अच्छा सब अच्छा। हाम्रो टिकट लिइसक्यो, गेट नम्बर 3। अब भने चाहिँ हामी कसै गएर आउनेहरू छ, हामी चाहिँ जाँदैछौँ भित्र। मेरो पनि देखाउँछु सकल चाहिँ क्या लाग्छ आपको? थ्याङ्क यू। र अब भने चाहिँ हामी अगाडि बढ्दैछु है। अहिले चाहिँ हाम्रो बोटको लागि जाँदैछु। टिकट चेकिङ भयो है, हल्का मस्ती मजाक। र देखिन सक्नुहुन्छ है बाजुमा पनि छ, यसमा जानुपर्ने रहेछ। र अहिले भने चाहिँ हाम्रो बोट चाहिँ स्टार्ट भयो है चल्नु चाहिँ। र हामी चाहिँ एकदम फ्रन्ट सिटमै छु। बुढाबुढी चाहिँ के भन्छौ बुझ्नु?
फर्स्ट टाइम फ्रन्ट सिटमा पाएँ त्यो पनि यति खाली रहेछ आज चाहिँ है मजा आयो अब हामी जानुपर्ने चाहिँ पर बुद्ध भगवान्को मूर्ति छ नि त्यहाँनिर त्यहाँ गएर चाहिँ म तपाईँहरूलाई देखाउनु छु ल गाइस आइपुगेको छु है यहाँनिर जहाँ चाहिँ मूर्ति छ है भगवान् गौतम बुद्धको उयसमा है यहाँनिर एउटा बोर्ड पनि लगाएको थियो लास्ट इयर आउँदाखेरि त अहिले त रहेन रहेछ है कस्तो लाग्यो यहाँ आएर मजा आयो यहीँ बस्नु मन लाग्यो एकदमै मजा आयो है र अब भने चाहिँ साथीभाइ अब यहाँ आसपासमा त केही छैन सानोतिनो गार्डनहरू छ है एक दुईवटा फोटो खिच्ने छु र फेरि देखाउने छु है तपाईँहरूलाई ल कालिम्पोङकै हाम्रो मान्छेहरू पनि भेट्यो घुम्दा घुम्दै पनि है मोस्टली बेलुकाखेरि चाहिँ गर्छ कि हजुर भने चाहिँ अब हामी निक्लेको है यहाँबाट अब एकछिन पर गएर पार्कमा बस्ने हो र सबैजना गइसकेछ सिटी लगाउन थालिसके यहाँनिर हाम्रो कालिम्पोङकै दिदी बहिनीहरू आन्टी है आन्टीको चाहिँ बिमारी है बिमार हुनुभएको है तपाईँ चाहिँ को आउनु भएको घरबाट को आउनु भएको तपाईँ ए हजुर तपाईँको छोरी दुईजना ए साथी हैदराबादमै बस्नुहुन्छ तपाईँहरू ए सम्झौला हामी चाहिँ 7-8 साल भयो यहाँ बसेको जुब्ली हामी यहाँबाट निक्लिँदैछ है साथीभाइ अघि मैले भनेको थिएँ यहाँबाट जाँदाखेरि क्या वाटरफल हुन्छ भनेर है यहाँनिर वाटरफल स्टार्ट भएछ है एकदम दामी छ वाटरफल ल साथीभाइ अहिले भने चाहिँ हामीले पुरै हुसेन सागर घुमेर चाहिँ अब भने चाहिँ हामी कहाँ जाने अरे कुन एनटिआर गार्डन जाँदैछ अब चाहिँ 2021 मा चाहिँ हामी गएको थियो तर त्योबाट चाहिँ हामी नगएर चाहिँ अब योपालि चाहिँ हामी जाँदैछौँ कस्तो रहेछ हेर्नु ल साथीभाइ पुगेर देखाउने चाहिँ बाई यहाँ हेर्नुहोस् त यो के भन्छ यसलाई पुनः तिमी भन्दा हजुरहरूलाई के कस्तो लाग्यो मेरो भिडियो है र हुसेन सागरको ब्लग कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नुहोस् ल धन्यवाद र एक दुईवटा पिक्चर पनि तपाईँहरूको सामु साझा गरिरहेको छु हेर्नुहोस् होला